लार्नाका भन्ने ठाउँमा मेरो ल्यान्डिङ भइसकेको छ। यहाँनिर साथी आउँदैछ भेट्नको लागि। लागि भन्दा पनि एउटा सामान चाहिँ नेपालबाट आएको थियो, त्यो रिसर्च गर्नु लागि। लिमासोलदेखि लार्नाका आइसकेको छु। अब चाहिँ वेटिङमा छु साथीको, कतिखेर आउँछ हेरौँ है त। होला चल्दैछ नि फेरि यहाँ त। के छ हालचाल? ठिक छ। तिम्रो के छ? दिनपछि भेट भयो त। कति महिना के वर्ष नि? वर्षपछि। अनि मोटाएको छ त तिमी त। अनि मान्छे टुप्लाएर कस्तो मन लाग्यो यता देख घरको छ त मान्छे घरको छ त अचार नपर्दाखेरि हो। सामा रेस्टुरेन्ट यहीँबाट यहाँबाट यता जान्छ कि यता जान्छ त फेरि? त्यहाँबाट यता जान्छ यता? यताबाट जान्छ, यस्तो घुमेर फेरि त्यही बाटो जान्छ। यही बस यताबाट? निकोसिया हो यो। ए निकोसिया जान्छ यो। जानु कता के गर्ने कता जाने अब? लार्नाकाको लिमासोलको बासिन्दाले लार्नाकामा अवतरण गरिसकेको छ। यतातिर चाहिँ राम्रो रहेछ हौ, यतातिर घुम्नु काम साइडको बिल्डिङ सिल्डिङ। हाम्रो लार्नाकाको बस के छ जाने? बस खबर लार्नाकाको हिसाब लागेर यहाँ लास्टै भइसक्यो। छैन टोइलेट जाम भनेको, कहाँनिर टोइलेट थाहै छैन। यहाँ दौडिरहेको छ मुलाक सागहरू, काम छैन। तर नजारा राम्रो रहेछ यतातिरको है। लु भाइ यस्तो छ भ्यू लार्नाका। यहीँ झार्थ्यो फेरि, यहीँ झार्थ्यो त्यो बस, यहीँ झार्थ्यो इन्टरसिटीको बस बन्दैन, त्यही भएर चाहिँ अनि रोक्यो। काम कार्यक्रम अहिले बिजी हुन्छ, मजाको रहेछ यता। व्यापार क्याम्पहरू लिमासोलका राम्रै यो ठाउँ। नै यस्तो बिचतिरको यस्तो उता त यस्तो छैन नि, त्यस्तो छैन, सानो छन् क्या, यस्तो धेरै ठुल्ठुलो छैन। देखो त नजाराहरू। लिमासोल त मेरो लिमासोल त मेरो हो, तिम्रो लार्नाकामा आछ। चलिरहेछ समुद्रै समुद्र माथि। कस्तो छ समुद्र? यहाँ चाहिँ बोटको लागि रहेछ, यस्तो बोटको लागि पनि छ। नर्मल्ली अब घुम्ने जस्तो घुम्ने पनि छ। ल लार्नाकाको बोट पार्टीनिर यहाँनिर रहेछ। लार्नाकाको बोटमा पार्टी गर्ने चाहिँ यिनीहरू बोटमै त होला होइन, यहीँभित्र हो। जाँड खाने बस्छ भने माछा देखिन्छ नि यता। माछा देखिन्छ, कम्ती छ माछा मार्न दिँदैन नि, हेर नि तल माछाहरू खेलिरहेको छ त्यहाँ। सिद्रा माछा हो कि के हो यो? मार्न दिँदैन माछा।
यस्तो रहेछ यहाँको स्थिति। मान्छेहरू त्यहाँनिर नाङ्गे भुटङ्गे भएर पौडी खेल्दैछन्। यो एरियामा चाहिँ सबै बोटको लागि मात्र रहेछ यहाँनिर। कस्तो आउँछ यस्तो गर्मीमा माथि हावा चल्नु भने एकदम यार स्वर्गै भयो जस्तो। कहिले त हावै चल्दैन माथिबाट एकदम पनि। ट्याक्क ल धेरै दिनपछि आएको छ यतातिर लिमास के अरे लार्नाका भेट्नलाई। बल्ल बल्ल कोसिली पुरानो आएछ, बल्ल बल्ल लार्नाकामा आएछ कुकर पुऱ्याउनलाई बल्ल बल्ल। यस्तै चलिरहेछ यो गोली जाँड चाहिँ केही सामान आएको थियो नेपालबाट, त्यही रिसिभ गर्नलाई म यहाँ लिमासोलबाट लार्नाका गएको थिएँ र लार्नाका गएर भर्खरै रुममा फर्किसकेको छु र गर्मी नै छ। देख्न सक्नुहुन्छ हाम्रो पसिना आइरहेको छ एकदम। हाम्रो एसी चालु छ र भर्खर रुम चिलिङ हुन्छ, कोल्ड हुन्छ होइन। अल राइट, अब चाहिँ मेरो म्यागी फाइनल्ली रेडी भइसकेको छ। अब चाहिँ खानुपर्ने हुन्छ है त। देख्न सक्नुहुन्छ यहाँनिर रहेको छ म्यागी, साथमा प्लेन अमलेट, के भन्दैन अझै साथमा के हो यो त्यो त थाहा छैन है, मलाई पिउँदैन। तर मेरो म्यागी चाहिँ यहाँनिर रेडी भइसकेको छ। तर म्यागी चाहिँ खानु स्वास्थ्यको लागि हानिकारक हो, कसैले पनि धेरै नखानु होला, भन्दा पनि नखानु होला। यो चाहिँ हेल्थको लागि भेरी डेन्जरस। तर के गर्नु, पापी पेटको सवाल छ, खानै पर्छ होइन। त्यसैले लेट्स गो, लागौ खानालाई। यो चिज चाहिँ छिटो खानुपर्छ कि घट्की घट। बनाउँदा मिठो त मिठो बनाउँछ।
बाहिरको भागमा त पिटेको छुवाउने भएन। भित्रभन्दा बाहिर फाइनली म्यागीको चाहिँ गाह्रो खुलिट भइसकेको छ। लास्टै पिरो यो, तर हेल्थको लागि चाहिँ यो उपयुक्त छैन। यो खाँदै नखानु होला, यो राम्रो होइन। म त खाएँ भोक लागेको थियो। अब छिटो पनि हुने, मिठो पनि हुने होइन। मिठो पनि लास्टै ओभरै मिठो हुन्छ त है, त्यही भएर खायो। पिरो पनि लास्टै पिरो, तर यो चाहिँ वास्तवमा खानु पर्ने चिज चाहिँ होइन यो। खाना पश्चात अनबक्सिङ गर्दैछु। मुलाको अचार अनि यो खुर्सानी, डल्ले खुर्सानीको अचार, पिरोमाथि पिरो। एउटा केस सामानहरू, कपडा लुगाहरू, अनि यहाँभित्र औषधि मिल्छ छ। यो त यो साथीले दिएको, यो चाहिँ एलर्जीको दबाई हो। यस्तै दबाई मैले नेपालबाट पनि मगाएको छु, दुईवटा जति मगाएको छु। म आउँदा पनि लिएर आएको, तर त्यसले खासै असर गरेन एलर्जीलाई। तर यो चाहिँ साथीले दिएको, निको नै। आज लगाएपछि भोलि चट भनेर दिएको छ। हेरौँ कस्तो हुन्छ। त्यही नै हो सामान, कपडा छ, अचार, औषधि छ, अनि खुर्सानी छ। र यति भन्दै आजको भिडियो चाहिँ अन्त्य गर्नुपर्छ। लगभग अन्त्यतिर आइसकेको छ भिडियोको चाहिँ। र यो सामान पठाउने मेन बुढीले चाहिँ धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच दाइ, उसलाई पनि धन्यवाद, धेरै धेरै धन्यवाद। नेपालदेखि यहाँसम्म ल्याइदियो। अनि यो सामानको ल्याउनमा चाहिँ 3-4 जनाको हात छ, किनभने मदेखि धेरै टाढा बस्ने, यहाँदेखि लगभग 2-3 घन्टाको फरक। म अघि गएको लार्नाकादेखि त्योभन्दा पनि त्यहाँदेखि पनि अझै उतैतिर आइनापा भन्ने ठाउँमा चाहिँ दाइ आएको हो। उसले चाहिँ सामान ल्याइदिएको। अनि एकजना दाइले चाहिँ उसको पनि सामान थियो र नेपालबाट आउने दाइलाई भेट्न त्यो दाइ गयो। उसले चाहिँ मेरो सामान पनि यतै, ऊ भने नजिकै हो लार्नाका। ऊ दाइले मेरो सामान रिसिभ गरिदियो र ऊ दाइले चाहिँ फेरि मेरो साथीलाई सामान मलाई दिनको लागि उसँग छोडिदियो र आज साथीले लिएर आयो। अनि बेड भयो, धेरै त बेड हुन सकेन, उसको ड्युटी थियो। समयको अभावले गर्दा धेरै लामो समय यताउता घुम्नु काम गर्न केही पनि पाएन, असम्भव भयो। उसको पनि ड्युटी थियो 1:30 बजे, मेरो छुट्टी थियो, त म पनि फर्किनै पर्ने थियो। त्यस कारणले इधर उधर घुमघाम यताउता केही भएन।
जस्ट म गएँ अनि 2-4वटा फोटोसोटो खिच्यो, सामान एक्सचेन्ज भयो। मैले पनि उसलाई सामान ल्याएको थिएँ यहाँबाट, उसले पनि मलाई सामान ल्याइदिएको थियो, पुऱ्याउनु गएको थियो। फेरि सबैलाई धेरै धेरै धन्यवाद। यहाँसम्म यो सामानको लागि हात र साथ मिलाउनु भएको सबैलाई धन्यवाद भन्दै आजको भिडियो चाहिँ यहीँनिर अन्त्य गर्न चाहन्छु र यस भिडियो अन्त्यसम्म हेर्नेहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र हेरिसकेपछि लास्टमा नयाँ हुनुहुन्छ भने, यस च्यानलको नयाँ हुनुहुन्छ भने यो च्यानललाई जरुर सब्सक्राइब गर्नुहोला र अलरेडी सब्सक्राइब गर्नुभएको छ भने उहाँहरूले लाइक सेयर पनि गर्नुहोला, कमेन्ट पनि गर्नुहोला है त। बाई बाई, सी यू नेक्स्ट भिडियो।